पृथ्वीराज दाहाल सरले मेरो यो कवितालाई वाचन गरिदिनु है सर भनेर मलाई पठाउनु भएको थियो। उहाँको कविता म वाचन गरेर सुनाउन गइरहेको छु। योगमा आधारितै छ कविता। के हो जीवन अर्थ बुझ्न नसकी भाग्दैछ मान्छे किन, सारा सृष्टि मनै चलाउँछु भनी लाग्दैछ मान्छे किन। भागा भाग गरी हरेक पलमा आतिन्छ मान्छे यहाँ, आफै भित्र छ शक्ति आज दुनियाँ दौडन्छ मान्छे कहाँ। रोगी होइन शरीर यो यति बुझौँ, रोगी बनायौ तर भोगी बन्न तयार छौँ हर घडी आत्मा सधैँ जर्जर। खाना छैन सुस्वस्थ आज घरमा, रोगी बढायौ जहाँ, आफै भित्र छ शक्ति आज दुनियाँ दौडन्छ मान्छे कहाँ। खै शारीरिक काम वा नियममा, खै व्यायाम दिन्दिन, खै छन् जैविक दृष्टि खानपिनमा आचार गिरिदो किन। खोज्छौँ पौष्टिक बजार बिचका पोकार दोकानमा, आफै भित्र छ शक्ति आज दुनियाँ दौडन्छ मान्छे कहाँ। शैली जीवनको सुधार गरिए छेक्दैन भोगा दिले, प्राणायाम ध्यान योग गरिए घेर्दैन रोगा दिले। आत्मा शुद्ध भए विकार तनको हट्नेछ संसारमा, आफै भित्र छ शक्ति आज दुनियाँ दौडन्छ मान्छे कहाँ। आफै भित्र छ शक्ति आज दुनियाँ दौडन्छ मान्छे कहाँ।